गाइस हेर्नु राजुको मम्मी स्पटेड 3 इडियट्समा राजुको मम्मीले छाती खुजाएर बेलनाले रोटी बेलेको थियो अनि यहाँ मेरो मम्मीले ठुलीको मसाज गरिदिँदैछ बेलनाले। ये कैसा मसाज है? ये बेलना मसाज है। बेलना थेरेपी? बेलना थेरेपी है। इससे मसाज करने से रिलैक्स होता है। और रिलैक्स कैसे नहीं होता है, देखिए मेरी माँ सो गई है, देखो अच्छे से सो गए अच्छे से सो गई है मेरी मम्मी। अरे मैं सेवा करके इसलिए भी सेवा कर बोलिए मैले सेवा गर्दैछु नानी तिमी। र मैले आज सेवा गरेको देखेँ भने भोलि तिमीले पनि मेरो सेवा गर्छौ। यो त एकदेखि अर्कोमा जाने उयो हो कि गर्नुपर्छ। म किन गर्नुपर्छ नि। अनि भाइले गर्छ। किन भाइले गर्छ? छोरा छोरीमा केही फरक छैन। भाइको बुढी पनि त कसैको छोरी हो बेटा, त्यस्तो थिङ्किङ राख्नु हुँदैन। तिमीले तिम्रो घरमा उता उ गर्नुपर्छ, भाइको बुढीले मलाई गर्छ, आएको बेला तिमीले पनि मेरो सेवा गर्नुपर्छ। यो चाहिँ मैले तिमीहरूलाई शिक्षा दिएको, आफ्नो बाउआमाको सेवा गर्नुपर्छ। उहाँहरूले खाइ नखाइ पढाइ लेखाइ हात समातेर हिँड्नु सिकाए, संसारमा चल्नु सिकाए, होइन हिँड्नु सिकाए, चल्नु सिकाए र त्यही सम्झिनुपर्छ। आज हामीले तिमीहरूलाई जसरी उयो गर्दैछौँ उहाँहरूले पनि हामीलाई त्यसरी नै त्यस्तै दुःख गरेर उ गरेको। र सानोमा हामी बुझिरहेको थियौँ कतिवटा कुराहरू, सधैँ छ जस्तो पनि लाग्थ्यो। जब अब हामी अहिले आमा बनियौँ त्यतिखेर बुझिन्छ उहाँहरूले कति चाहिँ सेक्रिफाई गरेर चाहिँ हामीहरूलाई बढाएको रहेछ भन्ने कुरा है। र भोलि तिमीलाई पनि थाहा हुन्छ, अहिले तिमीहरूले बुझ्दैनौ। र यही हो कि आमा बाउलाई चाहिँ माया गर्नुपर्छ है। हुन्छ है साथीहरू, तिमी भिडियो बनाउँदै रहेछौ र मैले हुन्छ गाइस मेरो यता भाषण दिनुहुन्छ। भाषण होइन बेटा, एक्सप्लेनेसन। बाई बाई।